साथीहरु नमस्ते बन्दगी म चाहिँ रेशमा राजवंशी वेलकम छ हजुरहरुलाई हाम्रो सानो भिडियोमा। अहिले चाहिँ हामी कहाँ गइरहेको छौं मैले भन्छ हर्टिकल्चर रिसर्च युनिट। हामी फार्म गएर भेट्छौं हजुरहरुलाई। बाइ। चाहिँ हामीहरुलाई सरले लिचीको बोटमा एयर लेयरिङ गर्न सिकाउनु भयो। खासमा एयर लेयरिङ भनेको चाहिँ के हो भने एयर लेयरिङ एक प्रकारको सागीय प्रविधि हो जसको प्रयोग गरेर लिची जस्ता काठ जस्ता बिरुवाहरुमा आमा रुखबाट ठ्याक्कै उस्तै विशेषताहरु भएको बिरुवा उत्पादन गर्न सकिन्छ। यसको प्रक्रिया चाहिँ 1-2 वर्ष पुरानो स्वास्थ्य परिप्रेक्षित जस्तो मोटाइ भएको हाँगा छान्ने, हाँगा रुख नलागेको र धेरै छायामा नरहेको हुनुपर्छ। जराको विकास बढाउनको लागि घाउ भएको स्थानमा रुट हर्मोन पाउडर लगाउनु पर्छ, नभए एलोभेरा घिउकुमारी लगाउनु पर्छ। भिजेको मस घाउ भएको भागमा बेरी प्लास्टिकको दुवै छेउलाई डोरी वा लबरले बाँध्ने, नियमित रूपमा जाँच गर्ने कि मस भिजेको छ कि छैन। झन्डै 45-60 दिनमा जराको विकास हुन्छ। जरा स्पष्ट देखिएपछि हाँगा जरामुखीबाट पलाउँछ। हामी चाहिँ निङ्ग्रो साग टिप्दैछौँ यहाँ फार्ममा, किनभने हामीले चाहिँ हाम्रो काम आज के थियो भने एयर लेयरिङ गर्नुपर्ने थियो लिचीको बोटमा। हामीले एयर लेयरिङ गरिसक्यौँ, अब घर जाने टाइम भयो नि त। अनि हामी चाहिँ यहाँ साग टिप्दैछौँ। हाम्रो साथीहरू पनि यता साग टिप्दै हुनुहुन्छ। यहाँ चाहिँ पुरै देखेको यो चाहिँ लिचीको बोटहरू हो। अनि टाढा बसेर हेरिराख्नु हुने यहाँ कर्मचारी अनि यहाँ साथीहरू सरहरू सोचिराख्नु भएको छ होला यहाँ झरेको लिचीहरू यिनीहरू उठाउँदै खाँदैछन् होला भनेर। तर हामी लिची होइन यहाँ निङ्ग्रो साग टिप्दैछौँ साथीहरू। र आज बेलुकाको झाक चाहिँ पुग्छ। र हामी चाहिँ अब फार्मबाट घर जाँदैछौँ निङ्ग्रो बोकेर। अनि तर यो निङ्ग्रो टिप्दा चाहिँ आज कस्तो गाउँको याद आयो क्या। अब गाउँमा हुँदा त अब जङ्गल गइन्थ्यो होइन निङ्ग्रो टिप्न, अनि कहिले दाउरा खोज्न गइन्थ्यो होइन। अनि त्यही भएर अब हामी चाहिँ अब तर यो चाहिँ 2 छाक चाहिँ पुग्छ होइन। हाई आइसक्यो एउटीलाई। बाई साथीहरू, बाई गाई। यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सब्सक्राइब होइन साथीहरू, यो हामीले आफै हेर्नलाई बनाएको क्या मेमोरीको लागि। यो चाहिँ जहिले लाइक कमेन्ट सब्सक्राइब हुन्छ। यसको दिमाग खराब भइहालेको छ साथीहरू। उसले आफ्नो आफै भन्दैछु। बाई। अब हात पनि खाली छैन बाई गर्नलाई होइन। बुके साथीहरू निङ्ग्रोको बुकेले बाई।